आज यो सुमनको बर्थडेको पार्टी बुङ्गुर मासु हेर्नुहोस्। धराने कालो बुङ्गुर के भयो ल बोर्छ हेर्नु। हेलो गाइज एन्ड नमस्ते सबैजनालाई, इट्स मी थ्रेन शेर्पा। आज न्यू डे न्यू ब्लगको साथ तपाईँहरूको छेउमा हाजिर भएको छु र आज हामी चाहिँ आज यो सुमनको बर्थडेको पार्टी ह्याप्पी बर्थडे म्यान एन्ड पार्टी खानाको बुङ्गुर मासु चट्टा छ। बुङ्गुर मासु हेर्नुहोस्। हाम्रो साथमा युवराज के भन्न चाहन्छ? यता हेर्नु राम्ररी, हेलो भन्न। यस, अब हामी यहाँ बुङ्गुर मासु बनाउँदै छौँ र बनाउने तयारीमा छौँ ल। हामी मासु अब बुङ्गुर मासु भनेर कडा हुन्छ यार, कडा होइन, पुरै बोसो छ मलाई। बोसो बिनाको मासु बुङ्गुर भाइ च्वाचे नेपालको होइन, धराने कालो बुङ्गुर यस्ता भन्छ। धराने कालो बुङ्गुरको मासु चाहिँ धराने कालो बुङ्गुर खतरा स्वाद मिठो हुन्छ। सुजन बना त यो मिस्टी हुन्छ ल। बेसार ल्याउनुपर्छ, एकछिन म चाहिँ अब बेसार लिएर आउँछु। गर्दै अरे केटाहरू। A few minutes later. त्यही गाइस, आज चाहिँ हामी सुमनको बर्थडेलाई यो बुङ्गुर मासु बनाएको छ। यो धराने बुङ्गुर केलाई भन्छ कालो बोसो हेर्नु। बर्थडे भइ चाहिँ यता हाम्रो युवराज सर वाट्सअप। त्यही हामी अर्ग्यानिक स्टाइलमा बनाइरहेको छौँ। यो बुङ्गुर चाहिँ हाम्रो घरभित्र बनाउनु हल्का मिल्दैन, त्यही कारणले घरमाथि चुलोमा अर्ग्यानिक स्टाइलमा बनाइरहेको छौँ। बोसहरूलाई चाहिँ मजाले पाक्नु दिनुपर्छ, मजाले पट एकदम रातो हुने गरी क्या है। कारणले गाइस पकाउँदा यस्तो कलर आयो। अब धनियाँ र लसुन सर्र सर्ने, साग सर्र हाल्ने, त्यसपछि दाल भात धराने बुङ्गुर त्यो खाने दैबे। भन्न यसलाई बुङ्गुरदेखि के अरे घिन लाग्छ अरे, बुङ्गुर मासु खानिदिँदा अरे खतरा भएछ भन्छ त केटा हो। महिनामा एकचोटि बुङ्गुर मासु खानु पर्छ, त्यो पनि यसको बर्थडे कुर्नुपर्छ अरे क्या। Many hours later. फाइनली गाइज हाम्रो लास्ट लुक अफ बुङ्गुर मासु। सरप्राइज धराने कालो बुङ्गुर मासु गाइज। हामीले चाहिँ टक्क राखेर टक्क भएछ ल। बर्थडे बोय त्यहाँ हातमा लिएँ त एकचोटि मुस् त एकचोटि, अनि ह्याप्पी बर्थडे भन्ने ल न। सधैँ तातो रहेछ। अब एकछिन मुस् अनि मात्रै एकछिन त पनि एकछिन यसले मुस् न। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ल केटा म खाना स्टार्ट गर्छु। अन्त A few minutes later. ल गाइस फाइनली मैले खाइसक्यो। बबाल मिठो भयो। 3 थाल मैले खाएको, 2 थाल अनि अझै हेर्नुहोस् खाइरहेछ। सुजन चाहिँ मस्त बस्यो। यसले कति थाल खायो? 2 थाल खायो। आजको लागि यति हुनेछ। बबाल मिठो, एकदम मिठो भयो। आजको लागि यति ल। हस्ता टाटा बाई बाई, सी यू इन नेक्स्ट ब्लग। टाटा बाई बाई।